केवडा रहेछ मासु यो चाहिँ 429 रुपियाँ तरकारीहरू यस्तो छ यहाँ है ब्याक टु माई युट्युब च्यानल छ आजको भिडियोमा तपाईँहरू स्वागत छ मैले ब्याग लिएको थिएँ कि कस्तो लाग्यो ब्याग चाहिँ आज बिदाको दिन छुट्टी थियो अनि आज चाहिँ साह्रै बनायो मलाई रुममा बस्दा बस्दा अल्छी लागेर म चाहिँ यसो बाहिरतिर निस्किँदैछु है त यसो तरकारीहरू पनि छैन तरकारी सरकारी लिन जानु पर्यो भनेर चाहिँ म जाँदैछु मौसम पनि चिसो चिसो छ ठिक छ आज जोस् रमाइलो छ छुट्टीको दिन चाहिँ रमाइलो हुन्छ मेरो बाइक भनेको यही हो क्या जापानको सहारा मेरो ल ल ल ल म चाहिँ यसो निस्केँ है त अब हल्का तरकारी सरकारी लिनु जान्थ्यो तरकारी पनि छैन त्यही भएर चाहिँ म निस्केको है त के छ त अनि फेरि सबैजना धेरै दिनपछि भिडियो बना हो कि कस्तो कस्तो 2 दिन स्कुल छुट्टी छ र मात्र अलिकति रमाइलो छ नत्र त स्कुल काम भन्दा केही छैन जिन्दगीमा यो अब 1 महिना पनि यति छिटो जान्छ बिदाको दिन कहिले वर्किङ हान्नु र है आनन्दले लाइफ जिनु न सेभिङ बच्छ सेभिङ बच्यो भने पनि यसो हुन्थ्यो नि हौ छैन यस्तो खामी तिर्नुपर्छ यस्तो खामी तिर्नुपर्छ अनि के गर्नु हौ अब यहाँ गएर तिर्छु है त म सुरुमा मिल्छ मिल्दैन फेरि डेट पनि मिल्न पर्ने हो यहाँभित्र गएर चाहिँ तिर्न मिल्छ म चाहिँ त्यहाँ तिर्छु है त साइकल लिएर राखिदिउँ अब त म यो भित्र तिरेर आउँछ है त गयो मेरो 13,500 रुपियाँ के गरौँ नतिरौँ भने नहुने है तिरौँ भने नहुने तिर्नै पर्यो गाह्रो छ भाइ के गर्नु आउने ठाउँ थोरै छ जाने ठाउँ धेरै छ के गर्नु गाई जस्तै हो होइन अब तिर्नु परेको जापानमा बसेपछि नेम पालन गर्नु परेको फेरि अहिले त तिरेन भने पनि यस्तो कडा नेम आछ है जापान सरकारले नेम के ल्याउँछ यार त्यही भएर यस्तो तिर्ने कुराहरू चाहिँ होकिन सोकिन ट्याक्स चाहिँ बेलैमा क्लियर गरे आनन्द है अब जान त जाने कता जाने म त अब बाटै बिर्सेँ त हौ तरकारी किन्न भनेर हिँडेको अब कहाँ पुग्यो होला त जिन्दगी सारा मोटर गाडीमा लो
ठाउँबाट आइरहेको छु म यहाँबाट गएपछि चाहिँ बाटै चिन्न गाह्रो हुन्छ गल्ली टन्नै छ है कताबाट छिरे कताबाट हराइन्छ हौ कहिलेकाहीँ त गाडी राखेन नि र बच्चाहरू यस्तो दामी फुटबल खेलिरहेछन् आफूले बलै नखेलेको कति भइसक्यो यार एक त टाइम पनि मिल्दैन यहाँ बल खेल्ने नत्र मान्छे मिल्छ सबैजनाको त्यही काम हुन्छ मान्छे त यति बिजी हुन्छ नि यति बिजी हुन्छ जापान आएपछि पैसाले यति कुदाउँछ नि मान्छेलाई भन्न सकिँदैन क्या लाइफ यति स्ट्रगल हुन्छ जापानमा मान्छेहरू है पैसाको लागि दौडेको देख्दाखेरि अचम्म लाग्छ आफै पनि दौडिनु परेको छ दौडेर भने फेरि यस्तो हालत हुन्छ कि 1 महिना काम गरेन भने बस्न खान सकिन्न क्या यस्तो गाह्रो छ नि यो देशमा त्यही भएर त्यही भएर यस्तो जति छिटो कुदायो त्यति मजा आयो त कुदाउने नेपालतिर पनि खतै चुनाव हुन लागेको रे है यसपालि भोट चाहिँ घन्टीमा हाल्नुपर्छ है ल जे जस्तो भए पनि यसपालि गर्ने भनेको युवाहरूले हो त्यही भएर अझै पनि एमाले काङ्ग्रेस भनेर बस्यो भने चाहिँ देशको विकास होला जस्तो लाग्दैन त्यही भएर भोट चाहिँ घन्टीमा हालेर यसपालि जिताएर देशलाई केही गर्नुपर्छ देशमा हैन देशको प्रगति गर्नुपर्छ भन्ने कुरो हो कता हो यता पो हो त है यहाँ मासु पाउँथ्यो जस्तो लाग्थ्यो मासु हेर्न जानु पर्यो एकचोटि मासु रहेछ हेरेर आउँछ है त म यहाँ मासु रहेछ भने लिएर आउँछु रहेनछ भने त के खानु र यहाँ चाहिँ सस्तो पाइन्छ जापानी जाँड कहाँबाट आउँछ यहाँ चाहिँ एकदम सस्तो पाइन्छ है सामानहरू मासु चाहिँ छ कि छैन मासु चाहिँ छ कि छैन है यहाँ चाहिँ फेरि सस्तो सस्तो पाइन्छ सामानहरू है एकदम मलाई चाहियो भनेको मासु सब फ्रोजन हुन्छ फेरि सबै फ्रोजन एउटा रहेछ मासु यो चाहिँ 429 रुपियाँ एउटा रहेछ अब यही उठाउनु पर्ने भयो अहिलेलाई चाहिँ यो लिएर जाउँ
अरू त सबै महँगो है मासुहरू। यो 2 केजी हो 1800 पर्दो रहेछ, सब फ्रोजन। अरू त केही अहिले खासै चाहिँदैन मलाई यहाँबाट। मेरो साथी मैले चाहिँ मासु किनेँ, झोलामा चट्ट मासु किने एउटा ठ्याक्कै एउटा बाँकी रहेछ मासु पनि। अब चाहिँ म हल्का सस्तो अलि तरकारीहरू पाउने ठाउँमा चाहिँ जान्छु है त। मेरो खासै तरकारी छैन क्या, अब भोलिदेखि लगातार काम छ अनि किन्न पाइन्न, त्यही भएर आजै अब लगेर राख्यो भने आनन्द हुन्छ है त। रात पर्न आँटिसक्यो, छिटो गएर छिटो फर्किन्छ अब। सुक्पा चाहिँ नजिक छैन क्या हाम्रो रुमबाट, सुक्पै टाढा छ अलिकति। अनि नजिक भए पो सामान नि किनेर छिटो हुन्छ र। सामान किनै जान 1 घन्टा आधी घन्टा लाग्छ। के भन्नु हो गाइज, अब यहाँ मैले त सुपै त बिर्सेँ। यस्तो त छ हालत, कहाँ पो थियो यार। खन्टा क्लास भइगयो नि। अब तरकारी किन्ने हेरेको, अब तरकारी किन्ने ठाउँ नै बिर्सेँ मैले। अब यता त होइन यार, बाटै गलत भयो नि यार। यो त म गलत बाटोमा आएँ क्या। छी, बाटै भुलेँ गाइज, मैले बाटै भुलेँ। म जानुपर्ने कता आएँ। सो फाइनली मैले सुपा भेटेँ है। यस्तो यहाँ रहेछ सुपा, म चाहिँ कहाँ गइरहेँ क्या। एकदम सस्तो पाउँछ क्या यहाँनिर चाहिँ, त्यही भएर म यहाँ आउनु खोजेको थिएँ। मैले बाटै नभेटेर कहाँ गएँ। यहाँनिर चाहिँ अलिक सस्तो पाइन्छ, त्यही भएर आधी घन्टा लाए पनि टक्क लाएर। अलि उता राख्नु, यहीँ राख्नु पर्छ साइकललाई। गएर साइकल चाहिँ यहाँ पार्किङ गरेर चट्टा लाएर भित्र जान्छु म। सामान त लिनु पर्यो नि त गाइज, के गर्नु। अलिक भनेको जस्तो सामान पाइनु भनेको यहीँ हो, अन्त त खासै पाइँदैन। त्यही भएर प्याज आलु सालु त छ, चाहिएको भने तरकारी हो। तरकारी चाहिँ लिनु पर्यो हल्का त। साग
भ्यान्डा हौ भ्यान्डा भ्यान्डा कति हो यो 214 हौ भ्यान्डाको के लानु हो तरकारीहरू यस्तो छ यहाँ है क्युरो काँक्रोको 114 साग सबै पाउँछ ल्याओस् यहाँ चाहिँ मासुहरू पाउँछ होइन मासुहरू चाहिँ यो सबै गाईको हो यता बुङ्गुरको पनि पाउँछ मासुहरू चाहिँ अलिक महँगो छ कि लेग पिस रहेछ एउटा अलिक सस्तो यति लेग पिसको 347 एउटा लानु होला जस्तो 405 रुपियाँ हो यतिको मासु चाहिँ महँगो हो क्या यहाँ सस्तो मासु पाउँदैन यो बुङ्गुरको मासु भयो यो भोटरले खाने भनेको बुङ्गुरको मासु हो फेरि बढी बुङ्गुरको मासु खान्छ यिनीहरूले त्यसैले त त्यति सामान लिए भन्छ हल्का तरकारीहरू यति भएपछि अब एक हप्तालाई पुग्यो नि त ल्याओस् लामो है त्यसलाई गाइड अब रात परेछ धेरै सो फाइनली ल आज यति तरकारी किन्यो अब चाहिँ है रातै पऱ्यो क्या कता जाने अरे यता पनि बोले नि उता पनि यस्तो सानो ठाउँ छ फेरि साङ्ग्रो साइकल चलाउन नि सजिलो कहाँ छ र हो सामान झुन्ने त्यही भएर हो क्या यो यताउति हुन्छ एकपट्टि अलिक गरम भएको नि त राति भइसक्यो यार सामान किन्न यस्तो अहिले म हाइवेमा आइसकेँ है त यो अब रुम फर्किँदैछु अब रुम जानुपर्ने हुन्छ छिटो है चट्टा लाएर यस्तो ठाउँ फसेँ कि म गाह्रो छ हौ गाह्रो छ के हो पुरै हट कहाँ के भयो फेरि उही गरेर जाँदैछ सो फाइनली मैले चाहिँ सामानहरू लिएर आइसकेँ है रुममा आइपुगिसकेँ अनि हल्का यो सामानहरू चाहिँ लिएर आएँ मैले यो ल्याउनु पर्ने छ अब एक हप्ताको लागि चाहिँ एक हप्ताको लागि नपुग्ला यसो 2-4 दिनको लागि अब कामै काम छ त्यो भएर जानु भ्याउँदैन त्यो भएर सब सामानहरू चाहिँ मैले जस लिएर आएँ अब तेलहरू पनि ल्याउनु पर्ने थियो फेरि गएर यता सुपामा गएर यो चाहिँ आफू खाजा हुन्छ भनेर रामेनहरू चाहिँ लिएर आइसकेँ है सो अनि त्यही नै हो गाइस आजको भिडियोमा अब आजको भिडियो कस्तो लाग्यो त होला होइन यसो कमेन्ट हान्दै गर्नु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला त्यही नै हो अनि नेक्स्ट भ्लग है त फेरि नयाँ दिन नयाँ भ्लग आउँछ सो हेर्दै गर्नु होला बाई बाई गाइज लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु होला है त